नमस्कार, म रारा सैजु। मुगली आजम रोटी बनाएर देखाउँदैछु। अन्तिमसम्म हेर्नुहोला। यो मिसिन चाहिन्छ भने पनि तल नम्बर दिएछु, सम्पर्क गर्न सक्नुहुन्छ। काठमाडौँ र बुटवलमा उपलब्ध छ। र यो रोटीको लागि हामीले मैदा र चिनी पानी मात्रै राखेर यसरी मिक्सी गरेर यतिको पातलो गरेर राख्नुहोला। र यो मिसिनलाई चाहिँ एकछिन तताएर चाहिँ यो हल्का डुबाएर यसरी चलाएर निकाल्नुहोला। एकदमै मिठो पनि हुन्छ। र गणेशमान कृष्णबारी ट्रस्ट र मिलिजुली परिवारको संयुक्त आयोजनामा हाम्रो इच्छा बालबालिकाको शिक्षा, गृहिणी दिदीबहिनीलाई उद्यमी बनाउने हामी मिलिजुली परिवारको इच्छा। र यो रोटीलाई कलरफुल पनि बनाउन सकिन्छ। मलाई यो रङ चाहिँ असाध्यै मनपर्ने भएकोले यो पिङ्क कलर राख्छु। र असाध्यै खाजाको लागि पनि सजिलो, केही चाहिँदैन। हामीलाई सिर्फ पानी र मैदा चिनी भए पुग्छ। यदि तपाईँले इच्छा छ भने दुध पनि राखेर बनाउन सक्नुहुन्छ, अन्डा पनि राखेर बनाउन सक्नुहुन्छ। तर यतिकै मिठो हुन्छ। धन्यवाद।